सर्वप्रथम 2083 यो नयाँ सालको सुखद उपलक्ष्यमा यहाँहरू सम्पूर्णको सुख शान्ति समृद्धि र अनि सुस्वास्थ्य निरोगी दीर्घायु र अनि उत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना टक्राउँदै लसो टसिदिले नमस्कार। दर्शक महानुभावहरू, साँच्चीकै यो नयाँ वर्षबाट हामीले एउटा प्रतिबद्धता जाहेर गर्न जरुरी छ। यस्तो नयाँ वर्षहरू धेरै बितिसके होइन र, धेरै बित्नेवाला छन्, तर हाम्रो जीवनमा कहिले पनि नयाँ कुरा चाहिँ आएन। आयो उही पुरानै विचार होइन, पुरानै संस्कार, पुरानै बानी, पुरानै तपाईको मेरा तेरा शत्रु मित्र जुन तपाईँ हामीले साँचेर राखेका हुन्छौँ ती कुरा नै जुका चुँ रह्यो। यसो हो भनेदेखि नयाँ साल आउनुको के अर्थ रह्यो? नयाँ साल आइसकेपछि यो साल सम्बन्धले नयाँ फेरेर जान्छ। प्रकृतिले पूर्ण रूपमा परिवर्तन भएर नयाँ रूप लिन्छ। हामी चाहिँ उही पुरानै थोत्रे। यदि यसरी बस्ने हो भने तपाईँ हाम्रो यो जीवनमा कहिले पनि परिवर्तन आउन सक्दैन मित्र बन्धुहरू होइन। हामी चाहन्छौँ परिवर्तन, हामी चाहन्छौँ सुख शान्ति समृद्धि। हामी फेरि उही पुरानै कुरा बोकिरहेका हुन्छौँ। जस्तो कबाडी जस्तो, कबाडीमा स्टोर गरेका जति पनि ती सामग्रीहरू छन् ती सबै पुरानो थोत्रे होइन, बिग्रेका सडेका गलेका ती सबै एकै ठाउँमा जम्मा गरेर राख्छ नि। हो त्यस्तै गरी तपाईँको दिमागमा, मेरो दिमागमा, हाम्रो दिमागमा होइन, यो माइन्डसेटमा जम्मा गरेर राख्छौँ अनि हामी परिवर्तन खोज्छौँ अनि हात लाग्यो सुन्न। त्यसैले गर्दा दर्शक महानुभावहरू, हामीले बुझ्नुपर्ने चुरो कुरो के रहेछ भन्दाखेरि यो हाम्रो नेपाल शान्ति भूमि, पवित्र पुण्य भूमि कसरी भयो भन्दा विभिन्न मठ मन्दिर र गुम्बा ले सजिएको अत्यन्तै सुन्दर भूमि र त्यो माथि विश्वको अग्रनायक, शान्तिको अग्रनायक भगवान सम्यक बुद्धले जन्म लिएको अत्यन्तै पवित्र भूमि। अब यस्तो भूमिमा तपाईँ हामी जन्मेका छौँ, अत्यन्तै भाग्यमानी भएका छौँ। तथापि तपाईँ हामीले यस्ता अपार सम्भावना बोकेको यो देशमा जन्मेर शान्तिको वाहक जन्मिनु भएका देशमा तपाईँ हामी जन्मेर हामी अशान्ति गर्दैछौँ है। हामी रिसराग गर्दैछौँ, डाहा गर्दैछौँ, विभेद गर्दैछौँ, आन्दोलन गर्दैछौँ, हिंसा गर्दैछौँ होइन र, द्वन्द्व गर्दैछौँ अनि हामी समृद्ध नेपाल खोज्दैछौँ। कसरी हुन्छ? त्यसैले गर्दाखेरि मित्र बन्धुहरू, तपाईँ हामीले अब छातीमा हात राखेर भगवान बुद्धलाई शिरमा राखेर हामीले कसम खानु जरुरी छ कि हामी अब कहिले पनि यस्ता कार्य गर्दैनौँ। हामीले धेरै गल्ती गरेछौँ प्रभु, हामीले अत्यन्तै गल्ती गरेछौँ। हामी लज्जास्पद भएर तपाईँको पश्चातापका साथ तपाईँ हामीले अब चेन्जिङ अथवा सुध्रिनु पर्ने हुन्छ होइन। यसो गऱ्यो भने चाहिँ यो नयाँ वर्ष अत्यन्तै सार्थकता र सफल हुनेछ। होइन भने पुरानै कुरा हो, पहिलेकै जस्तो हो मित्र बन्धुहरू। त्यसैले गर्दा हाम्रो यो शान्तिको भूमि लाई एकजना व्यक्ति जुन तथागत भगवान बुद्ध, उहाँले विश्व सामु तपाईँको यो सानो भूगोललाई चिनाउन सफल हुनुभयो होइन। यहाँको अस्तित्व, यहाँको पहिचान प्रस्तुत गर्नमा सफल हुनुभयो एकजना व्यक्तिले। त्यस्तो शान्तिको भूमिमा तपाईँ जन्मेको हेर्नुहोस् त, कति भाग्यमानी। त्यसैले गर्दा हामीले अब चाहिँ के गर्नुपर्छ भन्दाखेरि हाम्रो देश साँच्चीकै बनाउने हो, जनतालाई साँच्चीकै सुख शान्ति दिलाउने हो भनेदेखि अब दायाँ बायाँ के पनि अरू कुरो सोच्न जरुरी छैन जस्तो चाहिँ मलाई लागेको छ। त्यो के हो भने समग्र हामी 3 करोड जनता एकताबद्ध भएर शान्तिको अग्रनायक भगवान बुद्ध, सनातन बुद्ध राष्ट्र हामीले घोषणा गर्न सक्नुपर्छ। प्राप्त भयो त अन्यायमा परिरहेका छन्। त्यसैले हामी सबै मिलेर सनातन बौद्ध राष्ट्र घोषणा गरेर शान्ति क्षेत्र स्थापना गर्नुपर्दछ। यसो गरेमा तपाईँको लाखौँ पर्यटक यहाँ भित्रिनेवाला छन्,
सुती खान पुग्छ हैन। त्यस्तो चाहिँ नि विदेशको चाहिँ नि तपाईको आर्थिक हाम्रो नेपालमा भित्रिन्छ। यस्तो सम्भावना छ, अपार सम्भावना क्या हो। यी कुराहरूलाई तपाईँले बिर्सिनुहुन्न। र अर्को म अन्तिममा के भन्न चाहन्छु भने अहिले तपाईँ हामीले नयाँ सरकार पाएका छौँ। उहाँहरूले चाहिँ व्यवस्था ल्याउनु भयो हैन। अब यो सरकारले चाहिँ अवस्था ल्याउनु पर्यो क्या। उहाँहरूले व्यवस्थाको परिवर्तन गर्नुभयो, अब यो सरकारले अवस्था परिवर्तन गर्नु पर्यो। कमसेकम 5 वर्षको लागि चाहिँ हामीले निरन्तर रूपमा कन्टिन्यू एउटै सरकारले चलाउन दिनुपर्छ। सरकार बनाउने गिराउने त्यस्तो खेल चाहिँ खेल्नु मिल्दैन। र यो सरकारले छिटोभन्दा छिटो 2007 सालदेखिको यता, अब यो 46 साल यताउति होइन, भ्रष्टाचारी चाहिँ भ्रष्टाचारी नै हो। नेपालमा बसेर जनताको रगत पसिनामाथि खेलावट गर्ने हैन, भ्रष्टाचार गर्ने, रातारात करोडौँ पैसा चाहिँ तपाईँको कुम्ल्याउने यी तत्त्वहरूलाई चाहिँ तान्नु पर्यो र उनीहरूको सम्पत्ति छानबिन गरेर राष्ट्रियकरण गर्न सक्नु पर्यो र अनि उनीहरूलाई सजाय अनुसार कानुन अनुसारको कारबाही गर्न सक्नु पर्यो। त्यसको साथसाथै अन्य धेरै व्यथितिहरू, अनियमितताहरू छन् हैन, महँगी बढिरहेका छन्। ती सबै कुराहरूमा डेलिभरी सरकारले दिन सक्नु पर्यो। जनताको माग के हो त्यो सम्बोधन हुनु पर्यो, त्यतातर्फ जानु पर्यो। पहिलाको जस्तो चाहिँ पुनरावृत्ति नहोस् हैन भन्न पनि चाहन्छु। र यसो गरेको खण्डमा निश्चित रूपमा हाम्रो यो देश परिवर्तन हुनेवाला छ हैन। र विदेशमा विदेशिएका हाम्रो लाखौँ युवा युवतीहरू पनि हाम्रो नेपालमै फर्किनेवाला छन्। र अनि शान्तिमय क्षेत्र घोषणा गरेर हाम्रो नेपाललाई छिटोभन्दा छिटो समृद्धितर्फ लानुपर्छ। यसो गऱ्यो भने मात्रै भाग्य भविष्य सुनिश्चित हुन्छ। यो नयाँ सालको पावन अवसर पारेर मैले सम्पूर्ण मित्र बन्धुहरू, समर्थक, मेरो महानुभावहरू सबैमा मैले यिनै सन्देश टक्राउन चाहेँ र हजुरहरूको